हेलो नमस्ते। आज चाहिँ वेलकम ब्याक टु फेरि चाइना। यहाँ चाहिँ कर्ला लेक चाहिँ नाकाको यस्तो छ, हिउँ परेर तपाईले देख्न सक्नुहुनेछ। 3 दिनको हिउँले यतिकोसम्म अहिले भएछ हिउँ चाहिँ। म चाहिँ यहाँ बाहिर छु। त्यहाँ चाहिँ हाम्रो मार्केट हो, भित्र चाहिँ त्यो भित्र मार्केट हो। त्यो अस्पताल रहेछ, त्यो बिल्डिङ चाहिँ हेरी त्यो बिल्डिङ चाहिँ अस्पताल रहेछ। अनि यता म बाहिर देखाउँदैछु। अनि भित्र पनि अवश्य देखाउने नै छु। तपाईहरुले चाहिँ अवश्य यो भिडियो मन पर्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला। ल म चाहिँ यतापट्टि देखाउँदै छु है। यतापट्टि चाहिँ हाम्रो इमिग्रेसन अफिसहरु छ। इमिग्रेसन अफिसहरुको बसाइ चाहिँ त्यो बिल्डिङमा रहेछ। तपाईहरुले देख्न सक्नुहुनेछ। म त्यतै जाँदै छु। त्यो बिल्डिङहरु सबै इमिग्रेसन अफिसरहरुको बस्ने ठाउँ हो। अनि उतापट्टि चाहिँ त्यो तारबन्दी जाली लगाएको छ नि, जाली यो जाली भन्दा उतापट्टि चाहिँ ठ्याक्कै हाम्रो नेपाल पर्छ है। म चाहिँ यता भित्रै छु। अब तपाईहरुले यहाँ भित्रको रमणीय हेर्न सक्नुहुनेछ। यो बिल्डिङ चाहिँ यस्तो छ। उता चाहिँ इमिग्रेसन अफिस भयो, यता चाहिँ मिटिङहरु हल रहेछ है। अनि अब म यता जाँदै छु। यहाँ भित्र बास्केट कोर्ट पनि रहेछ। तपाईहरुले देख्न सक्नुहुनेछ, त्यो बास्केट कोर्ट हो। ल जाँदै छु है। तपाईहरु यो चाहिँ मान्छे हिँड्ने बाटो भयो। ठ्याक्कै लाइटहरु पनि राखेको रहेछ। यस्तै मौसम पनि क्लियर हुँदैछ आज चाहिँ। अनि म भित्र जाँदै छु। कस्तो लाग्यो त भन्नु होला साथीहरु। अब ठ्याक्कै म यो इमिग्रेसन अफिसरहरु बस्ने ठाउँको अगाडि पुग्यो। अनि उता चाहिँ हाम्रो कस्टम अफिस, इमिग्रेसन सबै त्यो बिल्डिङ हो है। हेरी त्यो नीलो बिल्डिङ हो। त्यहाँबाट हामी आउनु पर्छ। अनि यहाँ एउटा नेपाली ट्रक पनि रहेछ। तपाईहरुले देख्न सक्नुहुनेछ, नेपाली ट्रक। यो चाहिँ सामान लिन आएको हो, यहाँ चाइनिज सामान। अनि चाइनिज गाडीहरु पनि टन्नै छ। अनि त्यो शौचालय हो। हेरी त्यो चाहिँ शौचालय है। ठ्याक्कै इमिग्रेसन अफिसबाट आएर यो बाटो निस्केपछि ठ्याक्कै यहाँ शौचालय पनि तपाईहरुले देख्न सक्नुहुनेछ। अनि उता चाहिँ यहाँ कुनै बेला बत्ती नभएको बेलामा चाहिँ जेनेरेटर राख्ने ठाउँ रहेछ। चाइनिज एउटा त आउँदैछ। यस्तै बाटो राम्रो भएर अटो पानी बोकेर आएको रहेछ। अब यहाँ नेपाली ट्रकहरु टन्नै रहेछ। यो चाहिँ पार्किङ हो। नेपाली ट्रकहरु तपाईले देख्न सक्नुहुनेछ। त्यहाँ एउटा मूर्ति रहेछ। त्यहाँ थाचुङ युल्ला मिरिक थिम्पिल मेन्त नम्बर से भनेर लेखेछ। त्यो भन्नाले चाहिँ बोर्डर एरियाको सबैजना एकदम
मेलमिलाप होस् हाम्रो फुल जस्तै भनेर लेखेको रहेछ फुल फुलेको जस्तै यो नेपाली ट्रक है यहाँ चाहिँ स्टार्ट गरेर राखेको रहेछ अनि चाइनिज ट्रकहरू त्यस्तो आउँछ ठुलो छ नि तिनीहरू यस्तो नेपाली ट्रकमा चाहिँ त्यो ठ्याक्कै 3टामा लोड हुन्छ अरे अब यो चाहिँ पार्किङ हो अनि भित्र शपिङ सेन्टर छ अब यहाँ भित्र जाँदैछु यहाँ भेडाको मासु पनि रहेछ यो त फेरि स्टेसनरी ल अब म शपिङ मलभित्र छिरेछु है 드링 먹어? 드링 알짜라 집었지? चिरा 죽 말아들어 चिरा के तुझे दे तुझे न चिरा दे खेलस चिरा सुन दिखला दला सुन दिखला हाँ सिर्फ ऐसे क्या होंगे वाला इतना शॉपिंग मॉल ये स्थित है मेरे पसल चाहिए एरिया है तो पर देखने सब नहीं है टोपीहरू यहाँ भित्र हो मेलमिलाप चाहिँ हाम्रो नेपाली मान्छेहरू पनि छ अनि चाइनिजहरू पनि यही भित्र शपिङ मल हो यहाँ जुत्ताहरू पाउने रहेछ नेपाली सामानहरू यतापट्टि चाइनिज